मोबाइल चलाउँदैछु म मोबाइल चलाउँदैछु म खतरा बुझी बोर्ड सब्सक्राइब करो पहले। हाँ जल्दी करो, मुझे पता है कि आप लोग नहीं करते, वीडियो देखते हो लेकिन सब्सक्राइब नहीं करते। लाल कलर का बटन नहीं से दबाओ, जल्दी दबाओ, जल्दी दबाओ, फिर मैं शुरू करूँ। दबा दो जल्दी, दबा दिया, घंटी में दबा देना। ठीक। हेलो एभ्रिवान, सबैजना नमस्कार छ मेरो ब्लगमा। सो आज चाहिँ म अब चाहिँ आज मैले बाइक बनाउनु दिएको त्यहाँ सुरुमा जाँदैछु, किनभने मेरो बाइक रिपेयरिङ नभएको रहेछ। हिजो गएको थिएँ म हेर्न। सो आज म त्यहीँ बसेर चाहिँ उनलाई गर्नु लाउने छु मेरो बाइक रिपेयरिङ। त्यसपछि सो त्यहाँबाट आउँछु, त्यहाँबाट आएर चाहिँ अनि तपाईँलाई त्यहाँ देखाउँछु म मेरो बाइकको फुल कन्डिसन। अनि सो त्यहाँबाट क्लास जान्छु, क्लासबाट त्यही हो। अनि सो अहिले चाहिँ म आधी बाटोसम्म भाइको साइकलमा जाने हो नि त, अनि त्यसैले त्यहाँसम्म चाहिँ म हिँडेर जाँदैछु। सो देखाउँछु तपाईँले। सो गाइज अब म त जाँदैछु। गाइज भन्दैन यार, मलाई गाइज हुन हल्का अकवर्ड लाग्छ होइन। ओ माई गड, इङ्ग्लिस बोल्न आज म। यो चाहिँ मेरो गाउँको लाइन हो, अगाडि देख्न सक्नुहुन्छ, एकदम सिधा स्ट्रेट लाइन। अनि यो चाहिँ हाम्रो गाउँको पाल्तु कुकुर। अनि हाम्रो गाउँमा कोही छैन त्यस्तो, सब भएको मान्छेहरू सब इन्डियन। अनि छोराछोरी हुन्छन् घरमा, अब त्यो पनि घरमा हुन्न, तिनीहरू काम कता हुन्छन्। अगाडि देखाउनु चाहिँ यो चाहिँ हाम्रो लाइन। सो अगाडि हुँदै गर्नु मेरो ब्लगमा। सो गाइज म एउटा भाइको लागि वेट गर्दै थिएँ। ज्याकेट ल्याउनु भुलेर अझ अफिस ज्याकेट ल्याउनु गएको। मान्छे यतिसम्म हुन्छन् कि दिमाग हुन्न कसैको, त्यहीँबाट थाहा हुन्छ। अझ त्यसलाई ज्याकेट ल्याउनु गएको छ, अझ यहाँ आउनु गएको छ, त्यो पागल मान्छे देखाइदिएला म। एक दिमाग छैन त्यसको, एक पनि छैन, 1% पनि। सो गाइज हामी यहाँबाट निस्किसकेका छौँ अब हाम्रो अर्को बाइकमा। यो अरे यही हो त्यहाँ खबर, यही हो सबभन्दा दुनियाँको दिमाग नभएको मान्छे। दिमाग के चिज याद हुन्छ त्यो मुजीलाई? अरे छाडिदियो मुजीलाई, बाल हो यो अनि के चिज याद हुन्छ त्यसलाई? केही भन्दा दिमागै छैन। पहिला थियो थोरै थोरै, त्यो पनि गइसकेको छ। लड्कीको चक्कर पाएको भयो, लड्कीको चक्कर। अनि हाम्रो अर्को बाइक मैले मेरो पालो आइसकेको छ साइकल चलाउनु। अब यहाँ आधी बाटो पुगिसकेको छ मेरो फुल यहाँको रोडमा। थाकिहालेँ, लास्ट गाह्रो हुन्छ साइकल चलाउनु। अहिले बसेको थियो मजाले, काले मोबाइल चलाउँदैछु म अनि खतरा चलाउन आउँछ होइन। यस्तो कुदाउन सक्छ साइकलहरू। कति स्पिड छ साइकलको? 320 नै 70-80 किलोमिटर त रफ्तार होला अघिको। जमाना खेलाडी पहिला 70 पुगिदिन्थेँ साइकलमा यस्तरी। आजकल छुट्यो हुनाले मात्र हो, आजकल चाइ धेरै खान्छु नि त। अब साइकलको चाहिदिने के रिस्ता भन्ने कुरा जस्ट किडिङ। हामी थाकेर चाहिँ अब गन्ना जुस खान आएको यहाँ। गन्ना जुस खाएर चाहिँ अनि घर जान्छ। हामी थाकिहाल्यो, लास्टै चलाएँ मैले साइकल। यो बसे दाइलाई चलाउ भन्ने पनि छैन, पसिना गएको छ हेर। अनि अब चाहिँ गन्ना जुस खाएर चाहिँ हामी अगाडि जानेछौँ। एनर्जी बढाउनुपर्छ क्या अब। सो गाइज हामी फाइनली यहाँ ग्यारेजमा पुगिसकेको छौँ हामी। अनि खै के गर्दैछन्, रिपेयरिङ गर्दैछन् कि नै। ग्यारेज चाहिँ मैले दिएको ग्यारेज चाहिँ यही हो। सो यो मैले दिएको ग्यारेज काम भएन, अब आज त जसरी गर्नुहुन्छ मैले साइड राख्दै। सो यहाँ हामी गरेर चाहिँ जान्छौँ है। सो गाइज हाम्रो यहाँ बाइकको चाहिँ यसरी मतलब खुलाएर राखेको छ गाडी। अनि सो आज चाहिँ अब गर्नु सायद काम गर्छु, यस्तो खुलिराखेको छ गाडी। सो गाइज अहिले अब टाइम बनिनु, यसको मेन सामान भन्ने छ, त्यो चाहिँ मेन सामान भन्ने मतलब मेन सामान आएको छैन क्या, अर्डर गरेको छ। सो अहिले पुगेको छैन। अनि साँझसम्म बनिन्छ भनेर भनेको छ। साँझसम्म हेरौँ के हुन्छ, बनिन्छ भने बनिन्छ, त्यही हो। अनि अरू के भन्नु होला। सो साँझ आउँछ अनि
ट्राई गर्नु साथीहरू केही सक्दैन हामी घर पुगिसकेको छौँ बजारबाट पनि अब बसेको छौँ केटाहरूसँग द ल्याएर बना त्यसलाई अब टक्क काटिसक्यो अर्को ल्याउनु हुनु यस्तो कविता बनाएर खानुपर्छ गाइस कविता हो नि अब कवितालाई कविता अब यो आइमीलाई आइमै भन्न लाग्थ्यो अहिले आइमै कविता 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 आइमीलाई आइमै भन्न लाग्यो यसमा त बेरोजगार छन् हाम्रो नेपालमा अनि कहाँबाट नेपाल अगाडि बढ्ला अगाडि नै उभो कहाँबाट लाग्ला उधो नै लाग्छ अब यो बरे कलरलाई करर हुनु छ कररलाई आइमीलाई आइमै आइमीलाई आइमै भन्नु छ के भन्ने कहाँबाट बढ्छ नेपाल अगाडि त्यस्तै हो घन्टीलाई नदिने हो चाहिँ घन्टीलाई नदिने कि बजे भोट घन्टीलाई दिनु पऱ्यो भोट जिन्जीहरू हामी अनि घन्टीलाई भोट घन्टीलाई जित्नुपर्छ है सबजनाले घन्टीलाई जित्नुपर्छ एकचोटि यही गर यही हो लक्ष्य घन्टीमा अर्को जिन्जी अब हुँदैन घन्टीमा गाइज यो कविता चाहिँ काटेर खान लाग्छौँ अस्ति मैले यही काट्दाखेरि मेरो हात काटेको थियो अहिले बैला बनाउने र बनाएको छ हाल्नु माथिबाट छोड त तलुवा छोड